नमस्कार, यहाँहरूलाई स्वागत छ। यस च्यानलमा नेपालको शेयर बजार र नयाँ आइपिओ सम्बन्धी ताजा र विश्वासिलो जानकारी पाइन्छ। यस्तै महत्त्वपूर्ण जानकारी सधैँ पाउनको लागि कृपया यो च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस्। सबैमा नमस्कार। आज हामी एउटा अत्यन्तै चासोको विषयमा छलफल गर्दैछौँ, कालाङ्गा हाइड्रो लिमिटेड। बजारमा नयाँ आइपिओ आउँदैछ भन्ने सुन्ने बित्तिकै हामी जिज्ञासु लगानीकर्ताहरू एकदमै उत्साहित हुन्छौँ, होइन त? तर साँच्चै भन्नुपर्दा त्यो बाक्लो र झन्झटिलो आह्वानपत्र, जसलाई हामी प्रोस्पेक्टस भन्छौँ, त्यसभित्रको खास कुरा के हो त? आजको यो विश्लेषणमा हामी त्यही बाक्लो डकुमेन्टलाई पल्टाएर हेर्दैछौँ। विशेषज्ञको नजरबाट हेर्दा सञ्चित बचतलाई कसरी उत्पादनशील क्षेत्रमा लगाउन सकिन्छ भन्ने कुराको यो एउटा गजबको ब्लुप्रिन्ट हो। अब एउटा एकदमै सामान्य तर गम्भीर प्रश्न, यो निष्क्रिय रूपमा थन्किएको बचतले कसरी भोलिको भविष्यलाई ऊर्जा दिन सक्छ? हामी सोच्छौँ ब्याङ्कको खाता वा दराजमा पैसा राखेपछि सुरक्षित भयो, तर के त्यतिले मात्र पुग्छ त? विशेषज्ञहरू भन्छन् पुग्दैन। जब त्यही थन्किएको रकम जलविद्युत जस्तो दीर्घकालीन सम्भावना बोकेको क्षेत्रमा लगानी हुन्छ नि, त्यसले कम्पनी मात्र होइन, देशको अर्थतन्त्र र हाम्रो आफ्नै आर्थिक भविष्यलाई पनि मजबुत बनाउँछ। ल, अब यसमा अलिकति गहिरिएर हेरौँ। खण्ड 1, जलविद्युतको शक्ति, कालाङ्गा हाइड्रो लिमिटेडको परिचय। हामीले यहाँ हावाको भरमा कुनै कुरा गरिरहेका छैनौँ है। यो कालाङ्गा हाइड्रो लिमिटेडको आधिकारिक आह्वानपत्रकै मुख्य अंश हो। एउटा लगानीकर्ताको लागि यो दस्तावेज भनेको कम्पनीको सम्पूर्ण जन्मकुण्डली नै हो। यसमा कम्पनीको इतिहास, वर्तमान अवस्था, भविष्यको प्लानिङ अनि जोखिम र लगानी संरचना सबै कुरा एकदम पारदर्शी रूपमा खुलाइएको हुन्छ। त्यसो भए यो शेयर निष्कासनको खास कुरा चाहिँ के हो त? एकदम सरल भाषामा भन्नुपर्दा सर्वसाधारण र लक्षित समूहका लागि प्रति किता जम्मा 100 रुपियाँ अंकित मूल्यमा शेयर जारी हुँदैछ। यो पैसाबाट कम्पनीले आफ्नो आयोजनाको ऋण तिर्ने र थप कामहरू अगाडि बढाउने योजना बनाएको छ। हेर्नुस्, आइपिओमा लगानी गर्नु भनेको कुनै पनि कम्पनीको एकदमै सुरुवाती चरणमै हिस्सेदार बन्ने एउटा गजबको अवसर हो। अब जाउँ खण्ड 2 तर्फ, वित्तीय सूचकहरूको विश्लेषण, कम्पनीको वास्तविकता डिकोड गर्दै। यति धेरै नम्बर र तथ्याङ्कहरू भएको त्यो बाक्लो डकुमेन्टमा एउटा सचेत लगानीकर्ताले हेर्नुपर्ने मुख्य कुराहरू के हुन् त? कुन चाहिँ सूचकले वास्तवमै कम्पनीको वृद्धिको सम्भावना देखाउँछ? यसमा साँच्चै रोचक कुरा के छ भने हामीले जटिल वित्तीय कुराहरूलाई मुख्य 3वटा स्तम्भमा राखेर हेर्न सक्छौँ। पहिलो, शेयर पुँजी, जसले कम्पनीको समग्र आकार र क्षमता देखाउँछ। दोस्रो, प्रति शेयर नेटवर्थ, जसले 100 रुपियाँको शेयरको वास्तविक किताबी मूल्य कति छ भनेर प्रश्न पार्छ। र तेस्रो, इपिएस अर्थात् प्रति शेयर आम्दानी, वर्षभरिमा एउटा शेयरले कति नाफा कमाउँछ त? कालाङ्गा हाइड्रोको हकमा हेर्ने हो भने यी सूचकहरू निकै उत्साहजनक देखिन्छन्। आह्वान पत्रको तथ्याङ्क हेर्दा कम्पनीको आगामी वर्षहरूको प्रक्षेपणले साँच्चै ध्यान तान्छ। हाइड्रो पावर निर्माण सम्पन्न भएर पूर्ण क्षमतामा चल्न थालेपछि नेटवर्थ र इपिएसमा देखिने त्यो लगातारको वृद्धि एउटा सामान्य अङ्क मात्र होइन, यो त भोलि गएर राम्रो प्रतिफल दिन सक्ने बलियो वित्तीय स्वास्थ्यको एकदमै ठोस प्रमाण हो। यसैलाई आधार मानेर हेरौँ खण्ड 3, भविष्यको वृद्धि सम्भावनाको विश्लेषण। अब यो कसरी अगाडि बढ्छ त? यहाँको तथ्याङ्कले कालाङ्गा हाइड्रोको आगामी वर्षहरूको अनुमानित वित्तीय वृद्धि देखाउँछ। हेर्नुस् त, सुरुवाती वर्षहरूबाटै आम्दानीको ग्राफ कसरी उकालो लाग्दैछ। ऋण घट्दै जाँदा र बिजुली बिक्रीबाट नियमित पैसा आउन थालेपछि कम्पनीको नाफा कसरी रकेट जस्तै माथि जान्छ भन्ने यो स्पष्ट तस्विर हो। तर यहाँनिर एउटा प्रश्न उठ्छ नि, ब्याङ्कमा राखेको वा घरमै थन्काएको पैसा त महँगीले गर्दा समय बित्दै जाँदा भ्यालु घट्दै जान्छ, होइन र? एकदम सही। निष्क्रिय बचतले कहिल्यै पनि महँगीलाई जित्न सक्दैन। तर जब त्यही पैसा कालाङ्गा हाइड्रो जस्तो पूर्वाधारमा लगानी हुन्छ, अर्थतन्त्रसँगै हाम्रो सम्पत्ति पनि बढ्छ। सही ठाउँको लगानीले महँगीलाई मात्र जित्दैन, यसले वास्तविक सम्पत्ति नै निर्माण गर्छ। र दीर्घकालीन सम्पत्ति निर्माण भनेको त्यही नै हो। यस्तो सिस्टम बनाउने जहाँ पैसाले पैसा कमाउँछ। यस्ता आधारभूत पूर्वाधार कम्पनीहरूले देशको ऊर्जा आवश्यकता त पूरा गर्छ नै, साथै शेयर धनीहरूलाई लाभांश वा पुँजीगत लाभ मार्फत वर्षौंसम्म प्रतिफल पनि दिइरहन्छन्। यो नै स्मार्ट लगानीको असली जादु हो। ल, अब लागौँ अन्तिम खण्डतर्फ, आर्थिक भविष्यको सुनिश्चितता, सुरक्षित लगानी। यो पूरै प्रक्रियालाई 4वटा सरल चरणमा बुझ्न सकिन्छ। सबैभन्दा पहिला, नियमित रूपमा बचत जम्मा गर्ने।
दोस्रो, आज हामीले गरे जस्तै आधिकारिक आह्वान पत्रको गहिरो विश्लेषण गर्ने। तेस्रो, आफ्नो विश्लेषणको आधारमा ऊर्जा क्षेत्रमा लगानी गर्ने। र अन्त्यमा यही अनुशासित प्रक्रियाबाट आफ्नो आर्थिक भविष्य सुरक्षित गर्ने। यो त एउटा यस्तो गजबको चक्र हो जसले सामान्य बचतकर्तालाई सफल लगानीकर्ता बनाउँछ। र यसले एउटा कुरा एकदमै उत्कृष्ट रूपमा प्रश्न पार्छ। पूर्वाधारमा लगानी गर्नु भनेको भोलिको लागि लगानी गर्नु हो। कालाङ्गा हाइड्रो लिमिटेडको यो आह्वान पत्र शेयर बिक्रीको सामान्य सूचना मात्र पटक्कै होइन। यो त हाम्रो सञ्चित बचतलाई भविष्य निर्माणको इटा बनाउने एउटा सुनौलो अवसर हो जसले हामीलाई निरन्तरता र स्थिरता दिन्छ। अन्त्यमा यो सम्पूर्ण विश्लेषणपछि एउटा गम्भीर प्रश्न छोडेर जान चाहन्छु, के आजको हाम्रो निष्क्रिय बचत भोलिको ऊर्जा स्वतन्त्रता र आर्थिक समृद्धिको आधार बन्ला त? निर्णय त लगानीकर्ताहरूकै हातमा हुन्छ। कालाङ्गा हाइड्रो जस्ता सम्भावना बोकेका कम्पनीहरूको सही मूल्याङ्कनले सुरक्षित भविष्यको ढोका पक्कै खोल्न सक्छ। आजको यो छलफलबाट धेरै कुरा स्पष्ट भयो होला भन्ने आशा छ। यस्तै अर्को रोचक विश्लेषणमा फेरि भेट्नेछौँ। धन्यवाद।